नमस्ते वेलकम टु आवर भ्लग हामी आज चाहिँ एउटा नयाँ ठाउँ नयाँ ठाउँमा आज हामी बिदाको दिन घुम्न जाँदैछौँ सो हजुरहरूलाई पनि सँगै लिएर हामी ब्रिस्बेनबाट एकदमै झरेर मेलबर्नमा आइसकेका छौँ सो वी आर गोइङ टु एक्सप्लोर द मेलबर्न प्लेसेस सो वी विल गिभ यु एकदमै राम्रो काम So let's start our journey from our home to somewhere beautiful place. हामी चाहिँ आज कहीँ जहाँ भए पनि घुम्न जाँदैछौँ. So we just wanted to make some memories. That's why let's go together. ग्लेनरेबाट म भयौँ सो ग्लेनरे एकदम पिसफुल सबब छ जुन अर्ली मर्निङ भाइब फ्रेस छ आज सो स्लोली वी आर जोइनिङ द मेन हाइवे टुवर्ड्स बालरट नाउ आइम अन इस्टर्न फ्रिवे यो रोड एकदमै स्मुथ छ पर्फेक्ट फर लङ ड्राइभ अन द लेफ्ट एन्ड राइट यु क्यान सी ओपन ल्यान्ड ग्रिन फिल्ड्स अनि समटाइम्स यहाँनिर चाहिँ सुनहरू निकाल्दो रहेछन् मान्छेहरूले. यहाँनिर चाहिँ After 1 hour 20 minutes drive, finally we are reaching Ballarat, historically एकदमै important place, especially for gold rush. हामी चाहिँ we are here at Sofrone Hill. First impression it really चाहिँ गोल्ड खोज्ने. आफ्नै सुन गाउँ राखेमा त यहाँ त पाउनु चाहिँ अब एकदमै रियर कुरा हो. सबै सारा संसारले खोज्दा सिधाइसक्यो. गोल्ड चाहिँ एकदमै राम्रो एउटा सिनिक भ्यूहरू छ जहाँ चाहिँ तिमी गर्छौ लिऊ भने तिमी गर न कस्तो लाग्यो सुन खोजेर पाए सुन लसुन पाए ल अनि रे अनि कहाँ उसको माटोमा हुन्छ त बाहिरको माटो भित्रमा हुन्छ नि होइन नि यो जति दबिया हुन्छ नि त अन्त चाहिँ कहाँबाट निकाल्ने त्यो ल निकाल सुन निकाल त बुढो यसलाई चाहिँ के गर्ने त अब
सुन चाल्दै खोलामा एकजना मान्छे भेटेँ यहाँ Nothing. पायो I got nothing. खाली bare-handed. इनार जस्तो के हो यो चाहिँ पुरै त्यो ढुङ्गा पिस्ने कुरा रहेछ पिस्ने कुरा साना यहाँनिर तिमीलाई यहाँनिर राखेर यो चलाउन पाए त मजा आउँथ्यो त तिमीलाई नि म चलाउँछु नि त्यहाँ बस त म चलाउँछु त्यहाँ तल जाऊ त गो 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 Oh my god, this is very heavy. यस्तो हेभी छ लक गरिरहेछ नि यो चाहिँ यस्तो कुरा रहेछ यस्तो यो रोल 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 हुन्छ नि यसले पिच्छ नि यहाँनिर पहिलाको जमानामा सजाइदिनु पर्यो नि यही चलाउने सजाइदिन्थ्यो होला किनभने दिस इज भेरी हेभी ओ माई गड टोइलेट यो मान्छेलाई पनि मैले यहाँनिर मलाई केही गल्ती गरेँ भने यही आएर चलाउने सजाइदिन्छु म फ्री फ्रम द वर्ल्ड त्यहाँनिर चाहिँ गोल्ड कलेक्ट भएर यहाँनिर चाहिँ त्यो गोल्डको चाहिँ स्मेल्टिङ हुन्थ्यो अरे यहाँनिर चाहिँ होइन अनि यहाँनिर चाहिँ यस्तो ठुल्ठुलो टेन्टहरू लगाइरहेको छ पहिलाहरू मान्छे यस्तै गरेर बस्दो रहेछन् कि यहाँ गोल्ड माइनिङमा अनि त्यही भएर होला अनि यो चाहिँ एउटा होटल पनि हो अरे होइन एउटा ठुलो पुरै गाउँ बस्ती नै छ कि यो चाहिँ मान्छेहरूको घर यताउता जस्तो अनि त्यो बस्ती चाहिँ अब नो मोर बस्ती भए जस्तो छ कि यहाँ चाहिँ यहाँ चाहिँ यस्तो भयो मैले चाहिँ ब्याट्री हाउस चाहिँ हो ए ब्राउन एन्ड को कफी रे नेक्स्ट गोल्ड पावर अन 230 भने यहाँ न ओ माय गॉड यहाँ चाहिँ यस्तो रहेछ कि ब्याट्री हाउसमा चाहिँ यहाँबाट चाहिँ यसरी गोल्ड छानेर आउने होला के पहाल छ यो पानी ए हामी त सुन किन्न नि मिल्दो रहेछ Now this is my favorite gold shop. यहाँ रियल गोल्ड नगेट ज्वेलरी डिस्प्लेहरू रहेछ होइन स्टाफले पनि एक्सप्लेन गर्छ कि हाउ गोल्ड वाज फाउन्ड एन्ड प्रोसेस्ड बाई दिस मेसिन अनि यु क्यान इभन बाई गोल्ड सुभेनियर्सहरू स्मल नगेट्स कोइन्सहरू पनि पाउनुहुन्छ तर प्राइस अलिक हाई छ कि अरूहरूभन्दा सो एक्सपिरियन्स चाहिँ वर्थ इट छ त्यहाँभित्र जुन भाइब्स आउँछ जुन एस्थेटिकली वर्ल्ड मेमोरीहरू आउँछ वर्ल्ड कुराहरू रिकल गर्छ कि विच इज प्रिटी गुड यो चाहिँ गोल्ड सप थियो गोल्ड सप जहाँ चाहिँ हामीले सुन किन्न पनि पाइने थियो अब त्यस्तो सुन किन्ने त छैन अहिले स्थिति होइन त्यही भएर हामी चाहिँ हेरेर मात्रै भने आयौँ अनि पछि यु वान गो हियर ए यो दे यो चाहिँ भाँडो रहेछ यहाँ पनि बस्ने अनि यहाँ गुड्छ यसरी अब गुडेर जाने चाहिँ कहाँ हो थाहा छैन एउटा जाएँ के हो यो भर्याङ छ यो भर्याङबाट कहाँ जाने हो भन्ने केही थाहा छैन त्यही नै जाउँ हामी Alright, we might let these people go Thank past. you. Let's go. Thank you. Okay. एउटा जायन्ट होइन यस्तो सबै देख्छ होला कि के छ यहाँबाट साना साना are in Sovereign Hill हामी near the चाहिँ mountain. माथि टपमा आइपुगिसकेको छौँ जहाँ चाहिँ सारा संसार देखिन्छ यहाँबाट चाहिँ दिस इज भेरी जायन्ट साना दिस इज भेरी जायन्ट म्यान ओके
त्यहाँ सोहो फाउन्ड्री भन्ने छ अनि त्यहाँनिर गदाहरू पनि छ अहिले गदाहरू पनि भेट्नु खोजेँ एउटा गदा त यहाँ पनि छ है होइन यो चाहिँ यस्तो छ यहाँनिर चाहिँ पुरै I couldn't look. The elevators aren't working anymore, so this is चाहिँ यस्तो छ है होइन पहाडको टुप्पोमा यस्तो बनेको छ जहाँ चाहिँ एकदमै सिनिक भ्यूहरू देखिन्छ अनि लुक एट देम त्यहाँबाट त्यसरी आउने हो भयङबाट पहिलाको मान्छेहरू पुरै होल बारेरा सिटी देखिन्छ यहाँबाट के भयो बिग माउन्टेन के पहाड है लाइक all the through the outside this is Touch? No, I want to show my mom city. Huh? Why? At the poop end? Oh. The poop end's up there. I'm reporting it. अनि यहाँको बेकरीको स्मेल त नेक्स्ट लेभल फ्रेसली बेक्ड ब्रेड पाइज केक्सहरू सबै ट्रेडिसनल रेसिपीबाट बनाएको रहेछ होइन अनि सबै लुक्स भाइब्स अनि त्यो ट्याप गर्ने कुराहरू पनि काठको बक्सभित्र लुकाएको छ कि त्यो भाइब्सलाई छेकिन्छ त्यो नयाँ डिजिटलाइज वर्ल्डहरू देखिन्छ भनेर होइन ट्याप गर्ने कुराहरू पनि बक्सभित्र लुकाएर राखेको हुन्छ अनि टेस्ट पनि पुरै हुन्छ नि अथेन्टिक ओल्ड टाइम कुकिङ स्टाइलको जस्तो छ कि त्यो धेरै अनि यहाँ चाहिँ ब्ल्याक स्मिथ वर्कसप पनि छ जुन चाहिँ तिनीहरूले चाहिँ हामीलाई टुल्सहरू कसरी बनाउँछ बिफोर कसरी मान्छेहरूले टुल्सहरू ह्यामरले हानेर टुल्सहरू बनाउँथे भनेर डेमोन्स्ट्रेट गर्छ अनि एकदम इन्ट्रेस्टिङ हुन्छ यो कुरा चाहिँ वाच गर्नको लागि अनि यो क्राफ्ट सपमा चाहिँ ह्यान्डमेड आइटम्सहरू अनि आइरन अनि सोभेनियर्स लोकल आर्टहरू एभाइलेबल छ जुन चाहिँ अलिकति प्राइसी छ तर जुन एकदमै वर्थ त्यो इन्ट्रेस्टिङ छ अब यसपछि चाहिँ हामी जाँदैछौँ गोल्ड फरिङतिर किनभने यतिखेर 2:30 बजिसकेको थियो सो यहाँहरू देख्न सक्नुहुन्छ रियल गोल्ड एकदमै हाई लाभा हिटमा छ जुन चाहिँ अब त्यसलाई त्यो एउटा साँचो खाँचा जस्तोमा रियल लिक्विड जसरी गोल्डलाई पगालेर हाल्छ सो इट्स भेरी टोटली वर्थ इट यहाँ ग्लिनरेबाट त्यहाँ गएर यो हेर्न पाउँदा चाहिँ वाउ इट इज सो सेटिस्फाइङ रियल गोल्ड रियल हिस्ट्री एन्ड रियल मेमोरिज build up here guys so don't forget this moment please do visit once in a lifetime this is a very interesting place in Melbourne I love to visit again but it's too expensive for me टुरको अन्तिममा आइपुगिसकेका छौँ हामीले धेरै कुराहरू हेऱ्यौँ आज सुन कसरी बन्छ कहाँबाट निकालेर कसरी निकालेर के गर्थे भन्ने कुरा सबै कुराहरू हेऱ्यौँ पसलहरू पनि हेऱ्यौँ होइन सानो सबै हेर्दाखेरि के लाग्यो हजुरलाई स्वामी मेरो स्वामीले वचन भन्न चाहनुहुन्छ वेल डे स्पेन्ड भयो यस्तो गर्ने भन्ने कथा गोल्डको कथा छ कि
त्यो हेर्ने कथाको कथा जस्तै यहाँ चाहिँ गोल्डको कथा मेरो स्वामीले यति राम्रो शब्द बोल्नुहुन्छ फेरि भनिदिनु स्वामी हेर्ने कथाको कथा जस्तै अँ। गोल्ड अनि हजुरलाई अरू के अनुभव भयो आज स्वामी तिमीसँग घुम्न पाएँ त्यही खुसी भयो ओहो स्वामीको आवाज मेरो कानमा जब पर्छ मेरो मन दिमाग र सबै कुरा तृप्त हुन्छ यस्तो छ दिस इज चाइनिज टेम्पल म्यान यो चाहिँ चाइनिज टेम्पल रहेछ All Chinese faces. Come to the temple. Come, quick! This young lady is about to start. Stop, stop. मेरो मलाई अलिकति डर पनि अनुभव भयो तर डर के आगे जिते भन्ने हामी लाग्यौँ कति राम्रो छ यही पानीबाट यिनीहरूले सुन निकाल्थे अहिले यो पानीमा पानी मात्रै छ सुन भने हामी देख्न सकिन्न यहाँ चाहिँ गाउँ बस्तीहरू रहेछ यो चाहिँ गाउँ बस्तीहरू होइन यो चाहिँ गाउँ बस्तीहरू रहेछ यी पसलहरू हुन्छन् होइन यस्तो झुपडीहरू गाउँहरू हामी पुरै चाइनामा आएको जस्तो छ मान्छेहरू यस्तरी सेल्टर बनाएर बस्थे यो झुपडी हुन्छ यी होइन यो झुपडीमा यी मान्छेहरू यो भित्रै यसरी बस्थे यहीँ खाने ठाउँ यो ओछ्यान त्यो भयो यसरी बस्थे मान्छेहरू यी यस्तो टेन्टहरू यसमा चाहिँ साग सब्जी पनि रोपेका छन् मैले सोचेअनुसार चाहिँ यो मान्छेलाई नि यहीँ छोडिदिनु पर्छ यहीँनिर गरी खाने ठाउँ छँदैछ है यहाँबाट गरी खाने बाटो छ मैले चाहिँ यसो हेर्दै जाँदा सोच्दै जाँदाखेरि चाहिँ के सोचेको छु भन्दाखेरि यो मान्छेलाई यही मेरो स्वामीलाई यहीँनिर छोडिदिनु पर्यो यहीँनिर गर्नुहुन्छ यहाँ खन्नुहुन्छ उ त्यहाँ पानी छ यहाँ सुत्नुहुन्छ स्वामीलाई सबैभन्दा बेस्ट ठाउँ चाहिँ यही हो यो पनि यो त्यहाँ अर्को खालको अर्को किसिमको ओइ कस्तो किसिमको त्यहाँ भाले छ ऊ त्यहाँ कस्तो किसिमको भाले छ उहाँ ऊ एउटा पोथी एउटा भाले होला जाऊँ यो मान्छेलाई नि यहीँ छोडिदिन्छु म आज घर लिएर जान्दैन किनभने उसको लागि मैले यसो सोचेँ यही ठाउँ ठिक छ जे होस् गरी खानलाई पनि ठाउँ छ सुत्नलाई पनि ठाउँ छ होइन यतिको ठाउँ भएपछि यो मान्छे बाँच्छ यहाँ अनि यहाँनिर चाहिँ यस्तो पनि रहेछ यो पकाउने भट्टी यो चाहिँ किचन भने जस्तै हुँदैन साना हामीले चाहिँ यति नै हेऱ्यौँ आजलाई यो एउटा एकदमै ठुलो ठाउँ छ यो हेरे नै नसिद्धिने ठाउँ सकिँदैन हामी थाकिसक्यौँ त्यही भएर अब हामी चाहिँ घर जाने सोचिसक्यौँ किनभने यो एकदमै धेरै म्यासिभ ठाउँ छ यति धेरै कुराहरू छ हेर्नलाई ठुलो एरियै छ अनि ओके गाइज आज हामीले यति नै देखाउन सक्यौँ धेरै कुराहरू अझै पनि छ जुन भिडियोमा अटाउन सकेको छैन तपाईँहरू आएर भिजिट गर्नुहोस् एकचोटि किनभने यसले ओल्ड मेमोरीहरू ब्याक गराउँछ तपाईँहरूलाई एउटा वेल डेन स्पेन्ड हुनसक्छ एक दिन पुरै दिन छुट्याएर आउनु होला आउँदाखेरि चाहिँ बाबा मम्मीहरूलाई आउनु भएको छ भने नेपालबाट उनीहरूलाई पनि लिएर आएर भिजिट गराइदिनु होला विच त्यो उनीहरूलाई प्रिटी इन्ट्रेस्टिङ लाग्छ यो कुराहरू चाहिँ त्यसै गरी यो जेनरल स्टोरबाट अब हामीले सानो कुराहरू स्विट्सहरू एउटा सानो केही मेमोरीको लागि केही एउटा सानो चिज किन्यौँ त्यसपछि हामी लाग्यौँ आफ्नो घरतर्फ सो थ्याङ्क्स फर वाचिङ गाइज थ्याङ्क्स फर योर टाइम इट्स नाइस डे तपाईँहरूलाई पनि यो भिडियो कस्तो लाग्यो एकचोटि कमेन्टमा प्रतिक्रियाहरू दिनु होला कमेन्टमा राम्रो लाग्यो भने राम्रो भनिदिनु होला Thanks for supporting us. Thank you so much. Have a good day. Bye-bye.